सो हेलो के छ सबै सन्चै म चाहिँ कहाँ जान लागेको भन्नुभयो होला म चाहिँ हामी स्कुलको रनिङ सिलको पहिला प्रथम स्थान आएको त्यतिखेर चाहिँ हाम्रो चाहिँ आज पार्टी छ है त्यसैले हामी पार्टीमा जान लागेको म चाहिँ अहिले एक्लै छु यताबाट साइडमा किनभने हल्का मेरो काम थियो त्यतिखेर म अर्को साइड आएको थिएँ त्यतिखेर अब साथीहरू उताबाट गइरहेको छन् म चाहिँ यहाँबाट गइरहेको छु अब सँगै भाइ चाहिँ देखाउँदै हजुरको यहाँको पहिला भ्यू हेर्नु सो फाइनली पुगिसकेको म गाइस हेर्न सक्नुहुन्छ भित्र अब सक्खोला हेर्न गएर छौँ हेर्न सक्नुहुन्छ केटाहरू सो हामी गएर छौँ यहाँको भ्यू देखाउँछ हजुरहरूलाई सो फाइनली हेर्न सक्नुहुन्छ यहाँको भ्यू है यहाँको भ्यू चाहिँ यस्तो छ हेर्नु ड्रेस ल्याएर आयो त काम छैन केटा हेर्न सक्नुहुन्छ यस्तो छ ऊ पारि हेर्नु त्यो नाउ हेर्नु नाउ ऊ त्यो पारि नाउ छ र यहाँ अहिले पानी चाहिँ पुरै कालो मात्रै होइन है जङ्गल त फेरि त्यस्तै हो खतरा रहेछ नाउ हेर्नु ऊ पारि नाउ हेर्नु त्यहाँ पारि यहाँको पानी यस्तो छ केटाहरू हेर्न सक्नुहुन्छ जे अनि स्कुलले जितेर लग्यो है भन्ने जस्तो कस्तै मिल्छ गरे हामीहरू ए यहाँ हेर्नु यस्तो छ यहाँको त्यो नाउ छ है हामी पोखरा आइसकेको छौँ पोखराको ताल हेर्न सक्नुहुन्छ पोखराको राम्रो छ अहिले यति बेला घम्सा जबेर सो फाइनली पुगिसक्यो गाइस हेर्न सक्नुहुन्छ फाइनली पुगिसक्यो केटाहरू यहाँ मस्त ल्याएर चिल्लमा बसिदिनु यहाँ नाउ खेल्ने ठाउँ छ सबै पैसा उठाउनु त केटा हामीहरू चाहिँ यहाँ सतखोला तालमा घुम्न आइसकेका छौँ सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो छ है यहाँको भ्यू यस्तो छ यहाँको भ्यू यस्तो छ है हेर्न सक्नुहुन्छ नाउ खेल्दै हुन्छ यहाँको भ्यू यस्तो दामी छ हेर्नु एउटा नाउ पुरा गएको छ अनि एउटा नाउ त्यहाँ छ एउटा नाउ त्यहाँ छ अनि एउटा त्यहाँ छ सो हामी पनि हेर्न आइसकेको छौँ केटाहरू सबै टक्क है यो चाहिँ हाम्रो सतखोला ताल यसलाई सतखोला ताल भन्छन् हामी सतखोला आज घुम्न आएको भन्ने सो यहाँको जङ्गल हेर्न सक्नुहुन्छ यहाँको जङ्गल चाहिँ यस्तो खतरनाक छ क्या हामी हिँड्दै गएर छौँ यहाँको जङ्गल यस्तो छ हेर्नु बब्बाल छ क्या पुरै भर्खर मयूर देख्यो कता भागिहाल्यो भिडियो बनाउनु त पहिला थोरै देखिरहेको थियो खै चाहिँ देखेको छ कि देखेको छैन भिडियोमा अब हेर्नु यहाँ चाहिँ यस्तो छ हेर्नु पुरै जङ्गल सो फाइनली हेर्न सक्नुहुन्छ हामी फोटो खिचेर हिँडिरहेको छौँ है अब खाना गाई त गीत फुल राम्रो चमेली मान्छे राम्रो तिलक फुल राम्रो चमेली मान्छे राम्रो तिलक त्योभन्दा बढी चाहिँ हान्नु है मलाई ल एकदम मिठो ओए 27 होइन 27 लाखको बोर्डिङ 27 लाखको बोर्डिङ हेरेर 27 लाखको वाह 27 लाखको 27 लाखको बोर्डिङ हो यो
कसैले सस्तो भन्दैन है 27 लाखको बोर्डिङ अब अरू त के भन्छ खै पानी कस्तो छ गरे हेर्दा त आहा कस्तो मिठो पानी आइदिएको के ल कसैले के भन्न सक्छ त 27 लाखको बोर्डिङलाई भन्नु छ भने कमेन्ट गरिदिनु ल ऊ यो छ नि हो यो चाहिँ हाम्रो है हाम्रो ग्रुपको ना खाना साना भइरहेको यतातिर अर्को ग्रुप अर्को ग्रुप छ यता चाहिँ हाम्रो ग्रुप छ खाना पकाइरहेको छ हाम्रो पनि खाना पाके जस्तो छ है सो हेर्नु है नाचेको यतातिर भोइस चाहिँ नआउन सक्छ है अब प्रष्ट गरेर त्यहाँ चाहिँ अगाडि अर्को ग्रुप छ केटा होइन त्यहाँ अर्को ग्रुप छ त्यहाँ अगाडि ल हामी सबै आइसकेछौँ यहाँ चाहिँ अर्को ग्रुप छ यहाँ अर्को ग्रुप यहाँ छ उतातिर अर्को ग्रुप छ धेरै गाडी आएको छ 2टा गाडी त्यहाँ छन् बोर्डिङको पनि आएको छ क्या अर्को ग्रुप छ त्यो कामको रहेछ बाइक यो बस कोलपुरको रहेछ यहाँ कोलपुरको यहाँ आइदिएर छन् ऊ यतापट्टि हेर्नु अर्को ग्रुप छ त कता जाउँ उतैतिर जाउँ जाउँ झुला सुला पनि खेलौँला जाउँ सो हेर्नुहोस् यहाँको अर्को ग्रुप उता चाहिँ हेर्नु मासु कटिङ बाख्रा कटिङ ओहो खस्सी कटाइ भएर चाहिँ यतातिर त्यो पक्कै पनि नाइटमा आएको टोली पक्कै पनि नाइटमै आएको टोली हो हाम्रा ज्ञानहरू यहाँनिर एउटा सानो ग्रुप रहेछ हामी चाहिँ अब झुला सुला खेल्ने पार्कभित्र गएर है यहाँको पार्किङको स्टार्टिङ हेर है स्वागतम सुस्वागतम यार यो धेरै लज उदारहेको तर यहाँ चाहिँ यस्तो दामी थियो नि तर यार घाँस चाहिँ काटे हान्नु है यिनीहरूले घाँस काट्दै कस्तो दामी देखिन्थ्यो कति मजा आएर त्यो चोट लाग्छ गरे त्यहाँ माथि यस्तो चोट लाग्यो भने पुरै छोडिदियो पल्टाइदियो पुरै पल्टाइदियो सो गाइस हामी अब भ्यू टावरमा जान लाग्छ है भ्यू टावरमा जान लाग्छु देखाउँछु रोक्नु अब भ्यू टावरमा जान लाग्छु अब यहाँको भ्यू टावर देखाउँछु है यो भ्यू टावर हेर्नुहोस् यो चाहिँ भ्यू टावर अब चाहिँ यहाँदेखि माथि जान लाग्छु है यहाँको भ्यू टावर अब माथिदेखि हजुरको यहाँदेखि भ्यू देखाउँछु हजुर माथि गएदेखि सो गाइस खै हेलो गाइस भन्नु हेलो हाई गाइस खै फोटो खिचौँ न अहिले खिचौँ माथि गएर आइसक्यौँ हामी त यहाँको हेर्नुहोस् भ्यू हेर्नु यहाँको यस्तो दामी छ त्यहाँ भत्तागोरु बसेर ल खाना चाहिँ यसमा खाने केटा हो खाना चाहिँ यसमा खाने हो खाना लिनु जाम केटा हो केटा हो हेर्नु सक्नुहुन्छ खाना चाहिँ यस्तो छ कस्तो हो गरे केटा खाना यो हेरेर कस्तो हो खाना केटा हो खै त चाखेकै खै चाखा त कस्तो छ ठीक छैन ठिक छैन
भात काँचो छ केटा के कम्प्लेन गर्नुपर्ने हो के कम्प्लेन गर्नुपर्ने हो खै भातेर यी भातेर काँचो छ भात सो गाइस हेर्न सक्नुहुन्छ अब रमाइलो गरेर अब भिडियो बनाउँछु अब आवाज आएन भने हेरिदिनु होला है हाम्रो सरको नाच हो सो हेर्न सक्नुहुन्छ हाम्रो सरको नाच हो सो गाइस आजको लागि यति नै नेक्स्ट भिडियोको लागि रेडी हुनु होला र भिडियो राम्रो लाग्यो भने लाइक गर्नु र सब्स्क्राइब गरिदिनु होला आजको लागि यति नै बाई बाई